नमस्ते अनि जय नेपाल। इन्डियामा काम गरिँदै हो अहिले जयपुर राजस्थानमा। गर्मी धेरै छ अहिले। हाल नेपालमा रहेको साल छ 2082 साल वैशाख 9 गते। मेरो ठुलो बुवा खस्नु भएको पनि आज 9 दिन भयो काठमाडौँमा। यो सानो भिडियो बनाएको केवल एउटा सम्झनाको लागि मात्रै हो। इन्डियामा काम गर्नु धेरै गाह्रो छ। सबैभन्दा राम्रो आफ्नै देश हो। यहाँको जस्तो क्रूर मान्छे, मुखमा राम राम बगलीमा छुरा हुने मान्छे भनेको मैले इन्डियामै भेटेँ। नेपाल भनेको धेरै राम्रो, मान्छे राम्रो, देश राम्रो, हावा राम्रो, पानी राम्रो, सबै चिज राम्रो। खालि सिस्टम बिग्रेर मात्रै हो हामीले दुःख पाएको। यहाँ नेपालमा धेरै छन् नेपालीहरू काम गर्ने। यहाँ काम गर्दै गरेको सिलसिलामा एउटा सानो एक्सपिरियन्स, एउटा सानो भिडियो सम्झनाको लागि मात्रै मैले भिडियो रेकर्ड गरेको हो। इन्डियाको जस्तो चुतिया मान्छेहरू मैले कहीँ पनि देखिनँ। 4-5वटा देश घुमिसकेँ, तर यहाँको जस्तो निर्मम मान्छे, यहाँको जस्तो क्रूर मान्छे, यहाँको जस्तो के भनौँ शब्द नै छैन। धेरै फटाहरू मान्छे। नेपाल भनेको कति राम्रो यहाँभन्दा। यदि देश राम्रो भइदिएको भए, यदि सिस्टम राम्रो भइदिएको भए हाम्रो देश स्वर्गभन्दा, वास्तवमा स्वर्गभन्दा सुन्दर छ। स्वर्गमासँग त के तान्नु, स्वर्गै सरी जस्तो छ हाम्रो देश नेपाल। तैपनि के गर्नु, काम गर्नै पर्यो। यही स्थिति नराम्रो भएपछि देशमा पलायन हुनै पर्यो, अर्काको देशमा आएर काम गर्नै पर्यो। एउटा सानो सम्झनाको लागि मात्रै यो सानो भिडियो, यसो त्यतिकै। पछि यसो बुढेसकाल लाग्दाखेरि, यसो उमेर हुँदाखेरि यसो हेरिन्छ, यो पालामा यस्तो गरिएको थियो भने, त्यति सम्झनाको लागि बनाइएको मात्रै हो यो भिडियो। जय नेपाल, जय देश, जय नेपाल।